तपाईलाई एउटा भिडियो देखाउँछु, त्यो हेर्नुस् अनि पछि हामी कुरा गरौँ है। काठमाडौँमा घर यसरी टेका लाएर राखेको अवस्थामा हुन्छ। यस्तो घरमा त चारैतिरबाट यसरी टेको लाएर कसरी हुन्छ? अचम्मको घर। ऊ त्यो तल के छ हेर्नु। भिडियो हेर्नुभयो, कस्तो लाग्यो? अब यसबारेमा म केही कुराहरू गर्छु है त। यो घर त देख्नु भयो नि है, यो घर हो कि योगासन हो भनेर हामीले भन्न मिल्ने कि नमिल्ने? किनकि यो आफ्नै खुट्टामा उभिएको छैन है। टेकेको भरमा चाहिँ यो बाँचिरहेको अवस्था छ। अब यो विडम्बना हो कि के हो, अब मैले बुझ्न सकिनँ। यहाँ मान्छे हिँड्छन्, बालबालिकाहरू पनि खेल्छन्, तर घर चाहिँ भन्छ चिन्ता नलिनु, म टेकेकै छु भन्छ। प्रश्न एउटै मात्रै हो, यो यसमा हामीले धेरै कुराहरू गर्नुपर्ने छैन। घर ढल्यो भने चाहिँ क्षति घरको होला कि यो नेपालको सिस्टमको होला भन्नुहोस् त। तपाईँलाई के लाग्छ? सम्बन्धित निकाय भन्छ हामी निरीक्षणमै छौँ भन्छ, तर निरीक्षण घर ढलेपछि मात्रै त हुने हो कि भन्ने एउटा चिन्ता पनि लाग्छ। यो एउटा घरको कथा मात्र होइन है, फेरि हामीले त्यो चाहिँ बुझ्नुपर्छ। यो त नेपालको अवस्था पनि हो जस्तो मलाई लाग्छ। तपाईँहरूलाई के लाग्छ? जिउँदो उदाहरण पनि हो यो त, किनकि जहाँ जोखिम देखिन्छ नि तर जिम्मेवारी चाहिँ कहिले पनि देखिएको छैन क्या यो नेपाल। मलाई त विडम्बना लागिरहेको छ यो देख्दा। टेको घरलाई चाहिँ होइन, अब हामीले सिस्टमलाई चाहिँ टेको लगाइदिन पर्ने हो कि सिस्टमलाई चाहिँ टेको चाहिएको हो कि? यो विडम्बना होइन भन्नुहोस् त। यो घर हेर्नुहोस् त, यो एउटा यो उदाहरण मात्र हो। यस्ता घर त काठमाडौँमा गल्ली गल्लीमा छन्। तपाईँको असनको गल्लीतिर जानुभयो भने जहाँ चाहिँ भिडभाड छ त्यहाँ यस्तै टेको लाएर राखिएको ठाउँहरू छन्। यो कहिलेसम्म, यो सिस्टम कहिलेसम्म? निरीक्षण गरेको छौँ भन्छ, तर निरीक्षणको नाममा उनीहरूले सायद भत्ता मात्रै पो पचाइरहेको अवस्था छ कि भन्ने एउटा शङ्का गर्न सक्ने ठाउँ छ। नेपालको सिस्टमको एउटा ज्वलन्त उदाहरण। अथवा यसलाई पुनर्निर्माण गर्नको लागि किन चाहिँ उनीहरूले आह्वान गर्दैन? सधैँ यो टेको लाएर राख्दा जोखिम कति छ भन्नुहोस् त। तपाईँलाई के लाग्छ? आफ्नो सभ्य तरिकाले कमेन्ट गर्नुहोस् र सेयर गर्नुहोस् है। धेरैभन्दा धेरै सेयर गर्नुहोस् ताकि सम्बन्धित निकायसम्म यो भिडियो पुगोस्।